नमस्ते गाइस लाई हाम्रो दार्जिलिङ टी बुसेस तपाईहरुलाई अवलोकन गरिरहेको छु। यो हाम्रो खरसाङ हो। त्यहीको निचे मुनि तपाईको अम्बटे को पनि तपाईहरुलाई दृश्य अवलोकन गरिरहेको छु। के कस्तो लाग्छ तपाईहरुलाई यसो कमेन्ट शेयर गरिदिनु होला र मन पर्यो भने यस्ता भिडियो हेर्नु मन लागे सब्स्क्राइब पनि गरिदिनु होला अनि कृपया अनुरोध पनि गर्न चाहे। तपाईलाई देखाइरहेको छु हाम्रो यो अम्बटिया टी स्टेट खरसाङ देखिन केही मुनि तपाईहरुलाई देखाइरहेको छु। हाम्रो एकदमै वर्ल्ड फेमस टी हाम्रो एउटा दार्जिलिङको एउटा एसेट जस्तो छ। एउटा यो एसेट नै हो हाम्रो, किनभने यो चियाबाट एकदमै परिचित छ हाम्रो दार्जिलिङ टी। त्यसैले गर्दा मैले तपाईलाई एउटा हाम्रो दार्जिलिङको एसेट भनेर चिनाइरहेको छु। त्यसमा कोही भुल भए माफ पाऊँ। यो चाहिँ हाम्रो कुमाटर ग्राउन्ड, यहाँनिर फुटबलहरु हुने गर्छ। यो देखाइरहेको चाहिँ तपाईको ग्यामन ब्रिज जानु एकदमै सहज छिटो छरितो हुने नयाँ बाटो। मेन रोड भन्दा तपाईको 10-15 मिनेट चाहिँ अलिकति छिटो हुने गर्छ यो बाटो तपाई ग्यामन ब्रिज जानुभयो भने। यो पर देख्दै गरेको त्यहाँदेखि ग्यामन ब्रिज देखिको पारिपट्टिको हो यो तपाईको दृश्य। यो चाहिँ बुङकुलुङ बस्ती भन्ने गरिन्छ। तपाईको दुधेबाट आउँदा मोटामोटी 20-25 मिनेट लाग्ने गर्छ। अलिकति समयले साथ नदिएको कारणले माफी माग्न चाहे। ल आजलाई यतिमै बन्द गर्छु। कुनै समयले साथ दियो भने यसको नयाँ भिडियो पनि लिएर आउनेछु, किनभने त्यतिबेला राम्रो समयले साथ दिएको भए बनाउनेछु। ओके, थ्यांक यू।